हेलो साथीहरू, म चाहिँ नुहाएर आइसकेको छु। आज भ्यालेन्टाइन डे तपाईँलाई पनि थाहा छँदैछ। आज म मेरो माइजूलाई खतरा प्रयाङ गर्न लागेको छु। सबैजनाले अन्तिमसम्म भिडियो हेरिदिनु उपस्थितिमा जान्छौँ हैन, परमेश्वरको उपस्थितिमा कति बजी पुग्नुपर्ने माइजू? जब तपाईले परमेश्वरकोलाई आउने सामुने भेट गर्नुहुन्छ भने म चर्च जादिन ल। तपाईमा परिवर्तन आउँछ। आज म बाहिर जान लागेको। के बोले भाइ? अब के बोले के जथाभावी बोले? मूसा परमेश्वरको साथमा उसको मुहार टल्केको थियो हैन, उसको मुहार उज्यालो भयो। अनि जब हामी साँचो परमेश्वरको आराधना गर्छौं, उहाँको उपस्थितिमा जान्छौं भने तपाईको मुहार चम्किन्छ के खास तपाईको जीवन चम्किन्छ। तपाई एउटा अर्डिनरी पर्सनबाट एउटा सिक्रेट पर्सन ढिलो हुन्छ। मैले एउटा डेफिनेसन पाएको हैन, सायद पछि पनि भन्नेछु र मैले भनि पनि सके 2-4 चोटि। जब एउटा अर्डिनरी मान्छेले एक्स्ट्रा अर्डिनरी परमेश्वरको सामना गर्छ भनेदेखि केही परिवर्तन हुन्छ। त्यो परिवर्तन चाहिँ के हो? अर्डिनरी मान्छे चाहिँ सिक्रेट मान्छे हुन्छ। ठुलो हुन्छ सानो भएको छैन भन्नु सोच्नु भयो होला, लिनु भयो होला। यहाँ बस्नु आहा तिमी लिएर बस्नु ल। ल किन लिएर बस्नु न बाबु, ल किन आन भन्नु मेरो। Happy Valentine Day, I love you. ल धन्यवाद, Happy Valentine's Day. कसरी सोच्नु भयो म चर्च जानु छोडेर उता जान्छु भनेर? म अनि त म चाहिँ उहाँलाई कोर्दैछु कि कहिले सक्नुहुन्छ भनेर। मलाई दिन रे खोइ हौ तपाईँ पनि। म त होइन चर्च छोडी किन जानु खोज्दैछ। यहाँ भ्यालेन्टाइन डे गिफ्ट। थ्याङ्क यू बाजुले फेरि यहाँ गिफ्टमा बाहिर जान्छु भनेको राम्रोसँग जानु होला। पुरै म चाहिँ उहाँलाई पर्खिरहेको छु कहिले सक्नुहुन्छ भनेर। धन्यवाद, चाहिने कुराहरू ल्याइदिनु। तपाईँलाई चाहिन्छ भनेर ल्याइदिएको। तपाईँलाई पर्खिरहेको छु, तपाईँले चाहिँ के गरेर भन्नु खोज्नु भएको कि भनेर। कहिले सकिन्छ भनेर म खोजभरि पर्खिन्छु छैन। अनि हप्तामा एकचोटि आउने प्रभुलाई भेट्नु नगएर म जान्छु होला साथीलाई भेट्नु। जब मानिसहरू विभिन्न ठाउँमा त्यतिखेर पुरानो नियम अनुसार चलान्थ्यो, हप्ताको चाड मनाउन, उत्सव मनाउन मानिसहरू भेला हुन्थे। त्यहाँ आफ्ना मानिसहरूले चाहिँ उनीहरूले केही खाँदैनथे जबसम्म उनीहरूले परमेश्वरलाई बलिदान आराधना गर्दैनथे, तबसम्म उनीहरूले केही पनि खाँदैनथे, पिउँदैनथे। त्यसकारण त्यही कुरालाई एड्रेस
पाल भर्खर 9 बज्दैछ। परमेश्वरलाई आराधना गर्ने, सभाघरमा भेला भएर आराधना गर्ने, बलिदान दिने समय भर्खर हुँदैछ। त्यस्तो भएको छैन प्रिय हो। उनले अब चाहिँ भन्दैछ, तपाईँहरूले भनेको जस्तो होइन भनेर योएल अगमवक्ताको कुरालाई उनले कोट गर्दैछन्। यही पत्रुस जसलाई चाहिँ परमेश्वरले स्वर्गको चाबी, स्वर्गको राज्य खोल्ने चाबी यसले दिनुभएको थियो। अब त्यस्ता व्यक्ति, त्यस्ता त्यहाँ उपस्थित हुने व्यक्तिहरूलाई चाहिँ अब त्यो चाबी चाहिँ उनले प्रयोग गर्दैछन्। त्यो चाबीलाई परमेश्वरको राज्यमा प्रवेश गर्नलाई भ्यालेन्टाइन डे गिफ्ट आएको छ मेरो पनि माइजीको तर्फबाट। कस्तो राम्रो छ, कस्तो क्युट क्या। भिडियो मन परेमा सबैजनाले लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। फुल भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद।